आज चाहिँ हामी हस्पिटल जानको लागि बिहानै निस्किसकेका थियौँ रुमदेखि। हामी चाहिँ हस्पिटल चाहिँ वीर हस्पिटल आएको। हस्पिटल पुग्नासाथ मैले टोकन लिइहालेँ। त्यसपछि गएँ म ड्याडीजीको ब्लड टेस्ट गर्नको लागि। ड्याडीजीको ब्लड तानिसकेपछि चाहिँ मैले मम्मीजीको पनि टेस्ट गराइहाल्नु पर्यो आएको मौकामा भनेर मम्मीजीको पनि टेस्ट गर्न पठाइहालेँ। त्यसपछि यता मम्मी ड्याडीले यहाँ मन्दिरमा दर्शन गर्दै हुनुहुन्छ। म चाहिँ टोकन लिएर लाइन कोरेर बसिरहेको छु। एकैछिनपछि मेरो ओपिडी कार्ड पनि आयो। त्यसपछि म गएँ डक्टरलाई भेट्न। डक्टरले चाहिँ बिहानको रिपोर्टहरू हेर्नुभयो अनि यता ड्याडीजीको इको इसिजीहरू गराउनु भयो। त्यसपछि मैले ड्याडीलाई नयाँ बिल्डिङ पनि देखाएँ वीर हस्पिटलको। ड्याडी चाहिँ भिडियो बनाउँदै हुनुहुन्थ्यो उता। अनि हामी चाहिँ सिधा आयौँ आन्टीकोमा खाना खान। आन्टीले चाहिँ एकदम फुल व्यवस्थासँग खाना पकाउनु भएको थियो। खाना चाहिँ मिठो थियो। खाना खाएर हामी चाहिँ सिधा निस्क्यौँ रुमको लागि। अनि एकदम हतार भइसकेको थियो। ड्याडीले चाहिँ भिडियो बनाएर मलाई पठाइदिनु भयो ब्लगमा हाल्नलाई। ड्याडी मम्मी आज नै फर्किनु पर्ने थियो। ड्याडी मम्मी पनि घर फर्किनु भयो।